हेलो गाइज, वेलकम टु आवर भ्लग। अहिले चाहिँ हामी यहाँ लसुनबारीमा हामी छौँ। लसुन रोप्नलाई हामी अब यहाँ मल हालेर मजाले खनेर रेडी पार्छौँ। भोलि हामी रोप्ने हो। अहिलेलाई अब यहाँ भएको यो हुन्छ नि, यो के भन्छ यसलाई आगो लगाइदिने हो। छैन, छोटो बनाउने कि यस्तो गरेर ड्याडी उहाँलाई जुत्ता कडा छ, मथेर आयो जस्तो लाग्यो। कस्तो नबोलेको के त्यही त होइन मेरो नि सल्कियो अर्को दिन फेरि हिजो खनेर यताउता रेडी गरेर राखेको छु। अहिले चाहिँ मल त्यो गरेर यहाँ मल अब सबै डल्लो छ के फुटाएर सब छरेर खनेर ड्याङ बनाएर दुईवटा ड्याङ बनाउँछु। अनि लसुन रोप्नलाई हामी रेडी बनाउने अनि आज रोप्ने हो गाइज। अब चाहिँ कसरी रोपिन्छ के गरेर हामीले गरिन्छ हेर्दै जानु होला है त। फाइनली गाइज लसुन ससन रोपेर
बनमासले ट्याक्क छोपिदिएँ। अब चाहिँ 5-7 दिनमा लसुन उम्रिन्छ। यो चाहिँ किन छोपेको भन्नुहुन्छ होला होइन। यो छोपेपछि चाहिँ झार पनि नआउने रहेछ। अनि पानी हालेर राख्यो भने चिसो भइराख्ने के। लसुनलाई त धेरै पानी चाहिन्छ नि त, त्यही भएर नि यता यस्तो गर्दो रहेछ। हाम्रो त माइततिर चाहिँ गर्दैनन्, यता चाहिँ यसरी छापु हाल्ने भन्दो रहेछ क्या। तर राम्रो लाग्यो मलाई नि यसो फुल। गाई चाहिँ काँडे धनियाँको अचार बनाउने अब। टक्क लारे काँडे धनियाँ टिपेँ है। हाम्रोतिर काँडे धनियाँ यस्तो पनि हुन्छ। काँडे धनियाँ अचार बनाउने, काँडे धनियाँ र टमाटर। अनि हाम्रो मेरो यहाँ अर्को यतापट्टिको साइडको बारीमा खोर्सानी, अकबारे खोर्सानीहरू यसरी फलेको छ। त सकिसक्यो भनौँ न। अस्ति नै टन्नै फलेको थियो, अचार हालेँ, बाहिर यता त पठाएँ। ट्याक्क लाएर अकबारे खोर्सानी हाल्ने, मजाले पिरो बनाएर अनि खोर्सानीको अचार, काँडे धनियाँ टमाटर गरेर अचार बनाएर मजाले खाने। अब यो चाहिँ कराप्प टोक्ने के होइन। कराप्प टोक्दा डेन्जर दामी हुन्छ नि यहाँ फुल। यस्तो छ गाइज। अब अहिलेलाई यति नै गाइज। अहिलेलाई बाई बाई।